अब म संशोधनकर्ता मान्य सदस्य ऐन बहादुर महरलाई आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति दिन्छु। समय 5 मिनेट। सम्माननीय सभामुख महोदय, म आज यस सम्मानित सदनमा प्रस्तुत सार्वजनिक खरिद दोस्रो संशोधन विधेयकका सम्बन्धमा नेकपा एमालेको तर्फबाट केही महत्त्वपूर्ण विषयहरू राख्न उपस्थित भएको छु। नेपालले हरेक वर्ष सडक, पुल, विमानस्थल, सिँचाइ, खानेपानी, ऊर्जा तथा अन्य पूर्वाधार विकासका लागि अर्बौं रुपियाँ सार्वजनिक लगानी गर्ने गरेको छ। तर दुर्भाग्यवश तीमध्ये धेरै आयोजना समयमा सम्पन्न हुँदैनन्, लागत निरन्तर बढ्छ, गुणस्तरमा प्रश्न उठ्छ र अन्ततः यसको भार राज्य र नागरिकले बेहोर्नु पर्दछ। सभामुख महोदय, हामीले बारम्बार ठेकेदारलाई मात्र दोष दिएका छौँ, तर वास्तविक समस्या हाम्रो सार्वजनिक खरिद प्रणाली, आयोजना तयारी, निर्णय प्रक्रिया तथा संस्थागत समन्वयमा रहेको छ।